हामी चाहिँ मंगलगढी चोक आइसकेको छौँ हैन कहाँ छ मामा मामाहरु त हुनुहुन्छ है हामी चाहिँ डक्टरबाट अब यो मंगलगढी चोकबाट अगाडि कहाँबाट यहाँ चल्ने मान्छे आएको यहाँ छँदै मान्छे कहाँ यहाँ छन् मुवाङ मान्छे आउनु भएको कसको अगाडि गेटबाट अगाडि लागिसक्यो हेर्नु त बाइ बाइ माथि सरलाई गइदिनु सरलाई गइदिनु कति बजाउनु खोजियो अहिले चोकपोस्ट आउँछ पुलिस दादा हुनुहुन्छ फेरि हानिदिनुहुन्छ त परै छ त गोली हानिदिनुहुन्छ दादा थाहा छैन 19 जनाको मृत्यु भयो हात बाहिर नतान्नु त आउँदै हुनुहुन्छ है अब ट्राफिक सर चाहिँ फेरि के भन्ने लाग्नुहुन्छ फर्काउन लाग्नुभयो के हो यहाँ गाडी नै नै ठीक छ 8 घण्टा 7 घण्टा भएन यो तरिका यत्रो सुरक्षित हेर्न मान्छेले सी टाइममा काटेको हुन्छ यो सबैजना काउन्टर अलाउ गर्नु पर्यो नि त काउन्टर र समिति लास्ट गाह्रो गरिदिन्छ चढ्यो हैन मुडामा बस्ने हैन कम्फर्टेबल हुनु पर्यो भनेको तपाईको यहाँ डबल काटिएछ त्यसको लफा परेर हामी त हिजो काटेको तपाईको डबल काटिदिएको छ अनि पनि तपाईको लफा परेर आएको कुरा के हो भने सबैभन्दा तपाईहरुको यात्रा सुरक्षित हुनु पर्यो के हैन पैसा भनेको इम्पोर्टेन्ट हैन नि त तपाईहरुको अब चाडबाडको बेला छ एक दुई जना बढी हुने दुई तीन जना बढी हुने त्यो आफ्नो ठाउँमा तर चाहिँ सरासर आँखा चिम्लेर हैन 50% मान्छे बढी हुनु भनेको त यो त समितिको पनि सबभन्दा चरम लापरवाही समितिको सर सबभन्दा चालकको पनि चरम लापरवाही साउजीको पनि चरम लापरवाही हो नि त यो तपाईहरु रमाइलो गर्ने भनेर जाँदै हुनुहुन्छ गाउँतिर हैन कति समयको जाँदै हुनुहुन्छ भोलि दुर्घटना भयो भने के हुन्छ पैसा कमाउने चक्करमा पुरै नै मलाई यो गाडी जुम्ला रोडमा यो गाडी त सुरक्षित पनि लागिरहेन बसै सुरक्षित जस्तो लाग्छ है यो बाटोमा यो फोर्स गाडी यो जुम्ला रोडमा त मलाई खासै मलाई त्यति सुरक्षित जस्तो लाग्दैन मलाई बस भनेको धेरै न यहाँ अब महिलाहरूलाई राम्रोसँग हो कि होइन लैङ्गिक संवेदनशीलता भन्ने हुन्छ कि एउटा त्यो अनुसारले बनाएको हुन्छ सिट क्षमता 3 जना बस्ने ठाउँमा 5 जना मान्छे एउटा महिलालाई बिचमा राखिदिनु कति कति सहज असहज हुन्छ भन्नु त यहाँबाट कालीकोट जुम्ला पुग्दैसम्म तपाईँलाई थाहा छ नि त्यो कुराहरू त मेरो गाडीको क्षमता कति हो कतिसम्म हाल्दा ठिक हुन्छ भोलि तपाईहरु चाहिँ ल म जसरी पनि जान्छु भन्नुहुन्छ भोलि गाडी दुर्घटना भयो भने अनि भोलि त हामीले त केही पनि हुँदैन हो कि भन्नु न एक दुई जना मान्छे हुन्छ चाडबाड बेलामा एक दुई जना चढाउँदै म दुर्घटना भइहाल्ने पनि होइन तर सरासर मान्छे 10 जना मान्छे बढी त भएन नि त के गर्नु त मलाई भन्नु त बसमा दुई जना ड्युटी खडाकै छौँ बाटो बाटोमा छँदैछ सबैभन्दा त तपाईँ चालक र समिति जवाफदेही हुनु पर्यो क्या यो भन्दा तपाईको डबल काटिदिया हुन्छ रे डबल 3 नम्बर त्यो हामीले काटिदिया भने भोलि घर पुरा 3 अन्त समितिले गएर आउँछ 1 नम्बर सेवा भन्ने आधा गाडी अलि दुसिया होइन एकै सिटमा डबल डबल काट्दै हुन्छ नि त्यही भएर समस्या डबल काटिरहेको छ के गर्नु समस्या त्यही भएर छ यहाँ सिट अनुसार काट्दैनन् सिट निर्णय गर्नुस्
15वटा सिट छ भनेपछि 15 सिटमा काट्नु पर्यो। अब त्यो भन्दा फेरि डबल काट्दैछ। 15 चालक सहित 16 17 सम्म ठिकै हो हैन। चाडकमा 1 2 जना बढी हुन्छ। सरासर 20 22 25 जना मान्छे चाहिँ हुँदै भएन क्या। सबै गाडी फर्किरहेको है सरले त्यही भन्नुभएको सबै भन्नुभएको सबै गाडी फर्किरहेको हामी अब के माथि फिर्ता गरेर आउनु पर्यो। सबलाई म भन्छु के भन्नु अब यहाँदेखि फिर्ता पनि गर्नु बस भइसकेको छ गाइज हैन। यहाँ अब बीच बाटोमा गिरी गाडीमा आइसकेपछि अब यहाँ पुलिसले चाहिँ ट्राफिकले चाहिँ पुरै चेक गरिरहेको रहेछ। त्यही भएर हामी चाहिँ अहिले अब फेरि सुर्खेत बाबिस त्यही भएर साथीहरू होइन के हुन्छ मलाई हामी जान पाउँछौँ कि नै तपाईँहरूले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। आजको भिडियो एकदम खतरा हुँदैछ है। गाडी चाहिँ चलेर आज भोलि पुगिन्छ। बाटो झारेर हिँड्ने हो क्या फेरि लाइन लान आउने थाहा छैन मलाई के हुन्छ आज थाहा छैन। जे हुन्छ राम्रैको लागि हुन्छ। राम्रैको लागि हुन्छ। हिँड्न पर्दै पनि म चाहिँ हिँड्छु सब फर्केर तर चाहिँ कालीकोट पुग्नु छ आज। म कालीकोट मलाई चाहिँ एकदम अर्जेन्ट छ कालीकोट पुग्नु छ। गाडी छैन यहाँबाट डक्क पारेर होइन गाडी अब उता चाहिँ डक्क ट्राफिकले चाहिँ गाडीहरूलाई उ गरिरहेको रहेछ। त्यही भएर हामी चाहिँ यता अब हिँडेर जान लागेको है साथीहरू। हामी चाहिँ यहाँबाट हिँडेर जान लागेको। तपाईँहरूलाई देख्नु पछाडि अब हामी हिँडेर पछाडिबाट गाडी आएर अब हामी जाँदैछौँ होइन। केही छैन अब जे भए पनि हामीले गाउँसम्म पुग्न सक्नु पर्यो। कालीकोट पुग्नु पर्यो सुरक्षितका साथमा होइन। जे जस्तो भए पनि ल ल ल भित्र ल ए उता भलक दिएको दे यार बस्नु अब अन्न भलक दिइरायो। ल ल ल सबै आउनु भने देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ होइन दैले हो। दैले सिमानामा चाहिँ यस्तो यस्तो बाटो छ होइन। पुरा धुलो उठ्छ है। पुरानो गाह्रो हुन्छ। अहिले चाहिँ बर्खा मौसम भएर यस्तो त्यति छैन। खाने ठाउँ आइसक्यो जस्तो छ। अब हामी चाहिँ निस्किनु पछाडि खाना खाने ठाउँमा निस्किनु पर्यो लास्ट खाना खाने होटल चाहिँ अर्खालिस्टा होटल एन्ड लज रहेछ। सो राकम कर्णाली आयो गाइज होइन। हामी चाहिँ राकम कर्णाली चाहिँ मलाई दामी लाग्यो है। ठिक छ बजार चाहिँ दामी रोपाएर रहेछ आजभोलि। राकम कर्णाली पुगिसक्यो के ढिलो मान्नु भएको तपाईँले? दादाले गाडी चिलमा चलाउनु भइरहेको खाने होला नि त होइन। उता साथीहरू टक्क इन्जिन लागिरहेको छ है। गाडी पनि टक्क आयो। मलाई चाहिँ दामी लाग्यो है। पिलिल त ऊ अहिले कहाँ बड्डो सुर्खेर अहिले गाडी बुगामला भनेर भोलि लिएर राम्रो आउने होला।
गाइस फाइनली गाल्जे पुग्यो है। अब यहाँबाट चाहिँ अब 5 मिनट लाग्छ, 5 मिनट मेरो घर पुग्नलाई। म हजुरहरूले देखाउँछु, तपाईँहरू भिडियोमा अन गरिराख्नु होला। आजको हाम्रो सवारी चालक महिने हो। यता चाहिँ भोट हाल्ने, त्यहाँ भोट हाल्ने, मलाई मन्त्री उठ्यो भने भोट हाल्ने, अघिपछि गाडीको भोट हाल्ने म नै हो। मलाई सक्दो सपोर्ट गर्नु होला, पैसाको लागि आज पनि हन्जाने अरे। गाल्जे पुग्यो है। गाल्जे पुगेर पनि अब यो गाडीले चाहिँ आज रातारात गरेर सुर्के जाने भनेर हामी चाहिँ अब यहाँबाट अर्को गाडी चेन्ज गर्नुपर्ने जस्तो छ। सर्टकट अटोमा अब जस्तोमा जेमा पनि अब हामीलाई पुऱ्याउन सक्छ है। हेर्न सक्नुहुन्छ हामी यहाँ गाल्जे। यो चाहिँ किलागुवाको नगरपालिका कार्यालय हो। यो यहीँ हामीले चाहिँ आउँछौँ है। हाम्रो कुनै काम पऱ्यो भनेपछि देख्न सक्नुहुन्छ। टक्क पारेर हामी चाहिँ अब पुगिसकेका छौँ। अब टक्क पारेर 5 मिनट लाग्छ होला गाउँ पुग्नलाई। हेलो साथीहरू, म चाहिँ गाउँ पुगिसकेको छु। हेर्न सक्नुहुन्छ भाइहरू चाहिँ टक्क मलाई भेट्न आइरहेछन् होइन, देख्न सक्नुहुन्छ। टक्क पारेर आइदियो बाबु। यता दाइ हुनुहुन्छ हाम्रो है। अब दाइले हाई गरौँ त। हान्ने अनि के मजा आयो नि त होइन, हान्ने नि त। के छ बाबु? ठिक छ। हुनु सिंह होइन कि मुन्ना हो? मुन्ना।